लसो टसीदेले सबैमा है गुड मर्निङ। आज चाहिँ अब हामी यहाँ रेन्सन भएर म चाहिँ अप्पर फागु गुरुबथान है धोर्जे फामोकन्ने दर्शन गर्नको लागि आज के अरे पूर्णे पनि हो। त्यसले गर्दा हामी दुईजना दाजुभाइ चाहिँ गुरुबथानतिर जाँदैछु। बिचमा भिडियोहरू हेर्दै गर्नु होला भन्न चाहन्छु। असो हामी चाहिँ हिँडेँ अब चाहिँ फागुमा पुगेर बिचबिचको भिडियोहरू देखाउँछु तपाईँलाई। मनोरञ्जन दृश्यहरू देखाउँदै लान्छु। असो यहाँ सुकुनामा चाहिँ पेट्रोल पम्पमा चाहिँ हामी तेल फुल ट्याङ्की गरेर हिँडेको अब है साथीभाइहरू। अहिले हामी चाहिँ सालुगढा आइपुग्यो यो नेसनल हाइवे है, नेसनल हाइवे 4 लाइन होला है यो है। आज चाहिँ म रिन्सेन भाइको बाइकमा छु है। अप्पर फागु जाँदैछु गुरुबथान। भिडियोमा बनिरहनु होला भन्न चाहन्छु। लसो यहाँ चाहिँ फेरि रेलवे लागिरहेछ, रेलगेट। रेलगेट लागिरहेछ, रेल आउनु आँटेको छ। बनाइदिने हो यसले। घर जस्तो ट्रेन पो गयो त ठेट। सबैलाई हतारै छ, गेट चाहिँ खोलिएको छैन नि हो। गेट ओपन जानुलाई चाहिँ जरा यो बसहरू चाहिँ अत्रोबाट भएर अड्किरहेको छ यिनीहरू चाहिँ। ल सबैलाई हतारै छ है जानुलाई चाहिँ जरा यो बसहरू चाहिँ अत्रोबाट भएर अड्किरहेको छ यिनीहरू चाहिँ। काठपुल आइपुग्यो टिस्टाहरू, काठपुल टिस्टाहरू। बाघपुलमा चाहिँ बाघ छ नि त, त्यही भएर बाघपुलको नजारा हेर्नुहोस् है। ल यो चाहिँ लच्छा पराठा है। हजुर लच्छा पराठा बनाउँदैछ यहाँ भाइले चाहिँ। भाइ हो कि दाजु? कति 37-38 पुग्यो है। हतारमा चाहिँ अलिकति 5 वर्षमा भएर चुट्टी। यो भाइ चाहिँ बेल्नुमा र यो ओत्लाबाडीमा के चाहिँ मिलन मोड है, बिना मोडमा ब्रेकफास्ट खानु लागि बसेको। आइसकेको छ है यहाँ। र भाइले स्टार्ट गर्दा गर्दा हुन्छ यहाँ, म अलिकति ढिलो हुन्छ। अब चाहिँ खानासाना खाएर चाहिँ हिँडेको। जस्तो अब हामी चाहिँ यहाँ गुरुबथान आइपुग्यो है। गुरुबथान अब चाहिँ हामी एकदमै कादाम छोइदिनको एकदमै नजिकमा छु। दिन एकदमै राम्रो भइरहेको छ है, त्यति गरम पनि छैन, ठिकैको छ यतिको। ल अप्पर फागु दीपङ्कर छोतेनको प्राङ्गणमा हामी आइपुगिसक्यौँ।
सो हामी यहाँ अब अहिले पुग्यो है यहाँनिर हामी चाहिँ आइपुग्यो है हामी चाहिँ आइपुग्यौँ है अहिले यहाँनिर ल हजुर अप्पर फागु यहाँनिर चाहिँ अहिले यो चाहिँ 11 हो है ट्रेनमा ठगमान नम्बर 14 को चाहिँ भुङचोक रहेछ यो है अहिले चाहिँ 11 पल्ट भएछ यस 11 पल्टमा चाहिँ म पनि 3 पल्ट चाहिँ भयो यहाँको रिन्जन भाइ कति पल्ट भयो 3 पल्ट है भनेपछि हामी सँगसँगै रहेछ है ल है पहिला हामी आउँदा चाहिँ यस्तो थिएन है यो अस्ति पालि आउँदा यो थिएन है अहिले चाहिँ यो सबै नयाँ बनाएको छ हो धेरै मान्छे पनि थुप्रेको जस्तो मलाई लाग्यो यो पालि धेरै मान्छे है भाइ भने अलिक ज्यादा है मान्छे है ल त है 2 भाइ चाहिँ आइपुग्यो है हामी ढाड दुखाउँदै भए पनि है आइपुग्यो केप्टे साङ्गे छेटर उडालेको प्रतिमा कादाम छोतेन दिपङ्कर छोतेन पनि भन्छ है कादाम छोतेन सो अब चाहिँ हामी सबै थोकहरू चढाएर पनि है हामी चाहिँ फर्किँदा गरेको अवस्था है हामी चाहिँ गोरुबथानबाट है फर्केको है अब फर्केको हामी चाहिँ कसै एउटै ठिक गइआएको छु साथी मित्रहरू है अब हामी चाहिँ यहाँबाट सिधै लाभा निक्लिने कालिम्पोङ जाने है हामी चाहिँ यहाँबाट सिधै कालिम्पोङ निस्किने
खै मित्रहरू अहिले चाहिँ म आइपुगेँ लाभा है, लाभा गुम्बा। कालुरुमेसे गुम्बा अरे भाइ हो, लाभा गुम्बा हो, तर थाहा भएन पोरुमेसे गुम्बा हो है। लाभा आइपुग्यो हामी चाहिँ। यहाँनिर चाहिँ हल्का लन्च हुन्छ अब। को छोडिदिनु रहेछ यहाँ चाहिँ है। अहिले चाहिँ अब हामी निकै ढिलो भयो है। हामी चाहिँ अब अहिले सेभोक आइपुग्यौँ। हामी चाहिँ कालिम्पोङ डल्लै घुमेर चाहिँ अहिले चाहिँ आफ्नो गन्तव्यतिर फर्किँदैछौँ।